हेलो नमस्कार अनि स्वागत छ साथीहरू तपाईलाई मेरो युट्युब च्यानलमा। म दिनेश विश्वकर्मा। म पनि आज फेरि उपस्थित भइसकेको छु तपाईहरुमाझ एउटा सानो मन छुने गजल लिएर। गजल चाहिँ आमाको बारेमा छ। यसो त आमालाई शब्दले बयान नै गर्न सकिन्न। आमा शब्द आफैमा अर्थपूर्ण छ हैन। फेरि पनि गजलबाट आमाका दुई शब्द व्याख्या गर्न चाहन्छु। हुन त गजल त्यति तपाईलाई खास मन नपर्न सक्ला, तर आशा गरेको छु जति सक्दो राम्रो बनाउने प्रयास गरे हो। तपाईलाई पनि मन पर्छ भन्ने आश गरेको छु हैन। अब आमाको बारेमा मैले के लेख्ने हो र गजल। आमा भन्ने शब्द नै आफैमा अर्थपूर्ण छ, आफैमा खास छ। आमाको बयान गजल शब्दमा व्याख्या गर्न सकिन्न। फेरि पनि मैले चाहिँ दुई शब्द भए पनि गजलबाट आमाको वर्णन गर्न चाहे र ढिला नगरी अब म गजल चाहिँ वाचन गर्न गइरहेको छु है। गजलको शीर्षक चाहिँ आमा रहेको छ। वाचन गर्न गइरहेको छु। कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। पानी परे पनि रुज्ने म छँदैछु नि आमा। पानी परे पनि रुज्ने म छँदैछु नि आमा। दुःख बुझ्ने पीर बुझ्ने म छँदैछु नि आमा। पानी परे पनि रुज्ने म छँदैछु नि आमा। दुःख बुझ्ने पीर बुझ्ने म छँदैछु नि आमा। दुनियाँले छिछि गर्लान् दूर दूर गर्लान् नराम्रो नमान्नु। दुनियाँले छिछि गर्लान् दूर दूर गर्लान् नराम्रो नमान्नु। दुनियाँले छिछि गर्लान् दूर दूर गर्लान् नराम्रो नमान्नु। तिमीलाई भगवान सम्झी पुज्ने म छँदैछु नि आमा। तिमीलाई भगवान सम्झी पुज्ने म छँदैछु नि आमा। पानी परे पनि रुज्ने म छँदैछु नि आमा। दुःख बुझ्ने पीर बुझ्ने म छँदैछु नि आमा। साथीहरू गजल चाहिँ यति नै हो। तपाईहरुलाई कस्तो लाग्छ लाइक कमेन्ट शेयर गर्न नबिर्सिनु होला र यस्तै यस्तै गजलहरू फेरि पनि लिएर उपस्थित हुन्छु भन्ने बाचाका साथ अहिले बिदा हुन्छु। हस्त धन्यवाद।